आदरणीय दर्शक वृन्द, निकै खुसीको खबर। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ नै उपस्थित भएको कार्यक्रममा नेपाली राष्ट्रिय गीत बजेको छ। एकैछिन हेरौँ, त्यसपछि बाँकी जानकारी दिनेछु है त। हेर्नुहोस् है साथीहरू, हिजो पाल्जी स्टेडियम गान्तोकमा नेपाल र भारतको म्याचमा नेपालले जितेछ। हाम्रो मान्छे कति धेरै खुसी, हेर्नुहोस् त। दर्शकवृन्द, अब चाहिँ म तपाईँलाई जानकारी गराउन लागिराखेको छु। यो चाहिँ सिक्किमको राजधानी गान्तोकमा भएको नेपाल र भारतीय महिला टिम बीचको फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ र यो खुसियालीमा निकै हर्ष उल्लासको साथमा त्यहाँ राष्ट्रिय धुनका साथमा नेपाली टिमलाई सिक्किमका समर्थकहरूले समर्थन गरेका छन्, बधाई दिएका छन् र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नै आफ्नो हातबाट पुरस्कार पनि प्रदान गर्नुभएको छ र सिक्किमका नेपाली भाषीहरूले नेपालीहरूलाई एकदमै फुल सपोर्ट गरेका थिए। हुन त राष्ट्रियताको हिसाबले यति बेला उनीहरू भारतीय नै हुन्, तर भारतीय टिमलाई सहयोग नगरेर, सपोर्ट नगरेर नेपाली टिमलाई उनीहरूले साथ सहयोग र समर्थन गरेर एकदमै पनि आत्मीयता देखाएका छन्, नेपालप्रतिको माया देखाएका छन्, नेपालप्रतिको वफादारिता उनीहरूले देखाएका छन्। यसको लागि पनि सिक्किमे जनता, सिक्किम सरकार लगायत सबैलाई हामीले हृदयदेखि नै स्यालुट भन्नुपर्छ, किनकि यो मन त नेपाली हो जो जहाँ रहे पनि। यहाँ चाहिँ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विजेता भएका नेपाली टिमलाई पुरस्कार र खादा उडाएर सम्मान गर्दै हुनुहुन्छ। त्यसै गरी यहाँ चाहिँ सिक्किमका चेलीहरू, ससाना कलिला भाइ बहिनीहरू पनि यहाँ लाइनमा उभिनु भएको छ र उहाँहरू सबैले एकदमै पनि नेपाली टिमलाई आत्मसाथका साथ हृदयदेखि नै साथ सहयोग र समर्थन दिनुभएको छ। त्यसको लागि पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्नुपर्ने हुन्छ है त। कसलाई सपोर्ट गर्न आएको? नेपाल। अबै इन्डियन भनेर नेपाललाई सपोर्ट गर्न आएको रे गुल्चे। कसलाई सपोर्ट गर्न आएको?